सुन न या त भुताउँछ अरे नि त होइन होला यस्तो नआउनु भुताउँछ मलाई कतिजना त मरिसकेर गएको छ होइन होला हो भने भर्खरै हिजो अस्ति मान्छे मरेको त कस्तो 3 दिन पछाडि लास्ट भेटाएको भन्ने कुरा सुनेको हामीले कहाँ यही नि यही ठाउँमा आएपछि मरेको हो होइन होला हो भने कस्तो पत्ता अहिलेसम्म हिँडाइदिएर त कति नाटक कस्तो आउने अब पुगिहाल्यो क्या अहिलेसम्म केही भएको थिएन त के भयो अहिले गयो अहिले कस्तो भइरहेछ म बसेँ एकछिन ल ल ल अब सकिन तिम्रो जाँदै गर होइन यी सिक्या ल ल ल अरू केटाहरू पनि छ तल होइन सँगै आउँछु नि त म ल हुन्छ हामी जाँदै गर्छौँ नि त ल ल खैस खै खैस खै खैस भर्खर चाहिँ यहीँ बसेर के भयो त के भयो खैसलाई के भयो किन बसिरहेको थियो यसरी खैस हराएर सिटी पनि बजाइदिनु हामीसँगै आइरहेको थियो त्यहाँ आएपछि गले भन्दै बसेको थियो तिमीहरूले भेटेन त्यो बाटो सँगै आएको अनि हामीले चाहिँ त्यहाँनिर सँगै हिँडिरहेको थियो हामीले कुरा गरिरहेको थियौँ यहाँनिर चाहिँ एकदमै मा भूत आएको छ भन्ने कुरा सुनेको थियौँ हामीले उसलाई भनेको थियौँ खै पछि पछि आउँदै थियो एकछिनमा बसेको बाटोमा होइन सुन न त्यहाँनिर बसिरहेको थियो अनि हामी अलिक अगाडि थियौँ हामीले उता बिस्तारै आउँछ भनेर छोडिरहेको थियौँ एकछिनमा गरेको पुरा एकदम डरलाग्दो आवाज त्यो खगेश के होला अनि पछाडि हेर्छौँ छैन फेरि रमाइलो गरेको होला के त्यस्तो हुन्छ होइन त्यो गलेर बसेको भएर थियो फेरि खगेश त्यस्तो खालको मान्छे होइन नि त्यस्तो ठट्टा गर्दैन हाँसी मजाक गर्दैन नि हामीसँग सिरियस के भएको हुनुपर्छ सिरियस त्यत्रो हँस्दा कुनै के गर्नु सक्ने होला केटा हुनुपर्छ क्या भैँसी जात्रा छ मान्छे खगेश त्यो ट्वाके त्यो त लुगा साइड हल्ला होला त्यो त होइन यार एकदम पुरो एकदम होइन त्यो फुडी भएको ठुलो खगेश 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 त्यो होइन खाइरहेको अघि म त्यहाँ खोट्यो होइन सर्भिस छैन कस्तो यार अघिसम्म त फोन पनि लागिरहेको थियो फेरि त्यही त अचानक फेरि के हुन्छ तपाईँको साह्रै शङ्का लागिरहेको छ तपाईँले सम्पर्क गर्नुको मनमा सम्पर्क हुन सकेन मेरोमा ला हो गर त गर एउटा काम गरे भने म यहाँ उभिरहेको फोन गएको छ उठाउँदै उठाउँदै एउटा एक्सिडेन्ट आयो ए स्टन डिनर त्यहाँ फोन उठाउनु मोबाइल तल गाडी हेलो खगेश हेलो के भयो किन हात दिएको खै के छैन ला ओए ओके ओए के उडा कडा जस्तो के भयो एकैचोटि नाति भन न के भयो एकदम चिच्चा के सुन्यो तिमीले ओए मात्रै के गर्नु त यार अहिले पनि त्यस्तै डर लागेर हामी पनि डर लाग्दा आवाज आयो खै यार लास्ट के भयो हामी सँगै आउँदै थियौँ के भयो भन्दै थियो मोटो मोटो मान्छे थियो क्या ए यहाँ त प्रत्येक वर्ष होइन
रातो कुखुराको बलि दिन्थ्यो यसपालि चाहिँ नदिएको होइन गाउँलेहरूले त्यो कुरा विश्वास गर्न छोड्यो त्यही भएर चाहिँ प्रति वर्ष चाहिँ एक एकजना मोटो मान्छेलाई भुसेल बानी गरिरहेको ए त्यस्तो हो त्यस्तो हो र त्यो हेर्नु न हामीले त्यहाँ त्यसले देखेर जस्तो लाग्यो बोलाउन खोजेको टाउको यो घाँटी पछाडि भएको थियो घुमेको थियो सबै त्यस्तै भइरहेको थियो त अहिले धेरै मान्छे हराइसक्यो प्रत्येक वर्ष यस्तै अब के गर्नु के गर्नु ए भन्न म त यार यस्तो पातलो छ यार त्यहाँ माथि एउटा के हो त्यहाँ माथि एउटा झाँक्रीकोमा छ त्यहाँ गएर सोधौँ होइन ल जाउँ यहाँ ढिलो नहोस् हामीले पुऱ्याइ नै त झाँक्री त यही पो थियो त अहिले छैन त त्यो माला कसको हो झाँक्रीकै माला हो यो झाँक्री छैन त अहिले माला पनि हल्लेर काम आएको बाहिर गएको हो कि किन हल्ल्याछ त यार पक्कै त्यो तान्त्रिक माला हो त्यो या भागो हामी पनि के भयो एकदम मिल्ने साथी हो किन अकाल